कहिल्यै सोच्नु भएको छ धेरै पैसा नचाहिने मतलब रु 15,000 जतिमा आफ्नै केही सुरु गर्न सकिन्छ कि भनेर? धेरैले यो सम्भव छैन भन्ने सोच्छन् होला। हो नि, आज हामी क्रिस किलिबोको एउटा चर्चित पुस्तक छ द $100 स्टार्टअप हो, त्यसैबाट निकालिएका यस्तै आइडियाहरू केलाउँदैछौँ। अनि ती आइडिया नेपालमा कतिको काम लाग्छन् भनेर पनि हेर्ने हो हैन त? बिल्कुल। हाम्रो आधार भनेको त्यही पुस्तकका कुराहरू र नेपालको लागि बनाइएको त्यसको एउटा सारांश पनि छ। ठीक छ। लक्ष्य चाहिँ के हो भने कसरी थोरै लगानीमा सानोतिनो व्यवसाय सुरु गर्ने, आफ्नो सिपलाई पैसा कमाउने माध्यम बनाउने अनि अलि व्यक्तिगत स्वतन्त्रता पाउने, यसबारेमा व्यावहारिक तरिकाहरू हेरौं। अनि विशेष गरी नेपाली परिवेशमा है? हो, नेपाली बजारलाई ध्यानमा राखेर। ल सुरु गरौं यो माइक्रो बिजनेस क्रान्तिबाट। मान्छेहरूले काम गर्ने तरिका नै बदलिरहेका छन् रे। पुस्तकले त्यही भन्छ। यो सानो व्यवसायको लहर प्राय एकजनाले चलाउने, एकदमै कम पैसामा सुरु हुने। कति जति कम? अध्ययनमा त औसत 610 देखिएको थियो रे, तर धेरै त $100 मतलब त्यही 15,000 जतिबाटै सुरु भएका थिए। ए हो र? 15,000 हो। यसलाई ठूलो तामझाम चाहिँदैन, लामो बिजनेस प्लान पनि चाहिँदैन के? एउटा उदाहरण थियो नि त्यो माइकल हन्ना भन्ने। माइकल हन्ना जागिर गएपछि उनले पुराना म्याट्रेस फाल्ने ठाउँ नपाएर आफैले त्यो म्याट्रेस रिसाइकल गर्ने काम थाले। गजब। अनि अर्को बेनी लुइस भाषा सिक्ने आफ्नो तरिकालाई नै व्यवसाय बनाए। यस्ता अप्रत्याशित उद्यमीहरू थुप्रै छन्। अचम्म लाग्दो। मतलब बिजनेस डिग्री नै चाहियो, ठूलो लगानी नै चाहियो भन्ने रहेन। तर खै पैसा चाहिँ कसरी आउँछ त? पुस्तकले मूल्य सृजनामा जोड दिन्छ भन्नुभयो, के हो यो? हो, यो महत्त्वपूर्ण कुरा हो। मूल्य सृजना भनेको सिधै मान्छेलाई कसरी मद्दत गर्ने भन्ने हो। मद्दत कसरी? यस्तो के आफ्नो सामान वा सेवामा के छ फीचर्स भनेर लिस्ट बनाउनु भन्दा त्यसले ग्राहकको जीवनमा के फाइदा पुर्याउँछ, बेनिफिट कस्तो अनुभव दिन्छ भन्नेमा ध्यान दिने। फाइदामा फोकस गर्ने हो। जस्तो त्यो V6 र्यान्चको उदाहरण छ नि, उनीहरूले घोडा चढ्न मात्र दिँदैनन्, उनीहरूले त काउबॉय बन्ने अनुभव बेच्छन्। बुझे। भावनात्मक सम्बन्ध जोड्ने कुरा। वा म्याट्रेस बेच्नेले निन्द्रा मात्र का बेच्र, उसले त परिवारको खुशीको क्षण आरामको कुरासँग जोडेर बेच्छ नि। भनेपछि मान्छेको वास्तविक आवश्यकता वा इच्छा पूरा गर्ने कुरा रहेछ। त्यो तनाव कम गर्नुहोस् वा समय बचाउनु हो नि। तर आफ्नो कुन चाहिँ आइडियाले काम गर्छ त कसरी थाहा पाउने? त्यो आफ्नो जोश पछ्याउ भन्ने खूब सुनिन्छ नि। त्यो त एकदमै चलेको बनाइयो। पुस्तकले चाहिँ अलि फरक भन्छ। आफ्नो जोश पछ्याउनुहोस्, सायद मतलब जोश हुनु त राम्रो हो, तर त्यो यस्तो कुरामा हुनु पर्यो जुन अरूलाई साँच्चै चाहिएको छ। बजार पनि चाहियो। हो, र त्यसको लागि पैसा तिर्न पनि तयार हुनु पर्यो नि। जस्तो त्यो ग्यारी लेफ्टको कुरा छ, उनी घुम्न सोखिन थिए, तर उनले त्यो सोखलाई ट्राभल ह्याकिङ भन्ने सिपमा बदले अनि मान्छेहरूलाई सस्तोमा प्लेन टिकट, होटल मिलाइदिने सेवा बेच्न थाले। एउटा निश्चित समस्या समाधान गरेर शुल्क लिए। यो त नेपालमा पनि कति मिल्छ होला नि है? मिल्छ नि। जस्तै कसैलाई राम्रोसँग अंग्रेजी बोल्न आउँछ, कोचिङ दिन सक्यो, मिठो केक बनाउन आउँछ, घरबाटै बेच्न सक्यो। बेकिङ त कति चलेको छ। हो नि। वा कसैलाई क्यानभा चलाएर राम्रो डिजाइन बनाउँछ भने सानातिना सोशल मिडिया पेजहरूलाई सघाउन सकिहाल्यो नि। बिल्कुल। सिप त धेरैसँग हुन्छ, तर त्यसको बजार छ कि छैन, मान्छे पैसा तिर्न तयार छन् कि छैनन् त्यो हेर्नु पर्यो। अनि सुरु गर्न नि कति सोच्ने होला? त्यही त पुस्तकको एउटा मन्त्र छ, रेडी फायर एम। रेडी फायर एम, यो त अलि उल्टो सुनिन्छ नि। एम रेडी फायर हुनुपर्ने हैन? हो, तर यसको मतलब के हो भने धेरै योजना बनाएर नबस्ने, तयारी गर्ने, सुरु गरिहाल्ने अनि बाटो मिलाउँदै निशाना साध्दै जाने। सुरु गरिहाल्ने हो। 13-15 मा एउटा सानो अफर, एउटा मिनिमम भायबल प्रोडक्ट भन्छ नि, त्यस्तो बनाउने अनि 5-10 जनाको सानो समूहमा परीक्षण गर्ने, उनीहरूको प्रतिक्रिया लिने, के मन पर्यो के पर्न सोध्ने अनि सुधार गर्दै जाने। तर यसरी फायर गर्दा सुरुमै बिग्रियो भन्यो नि, अलि जोखिम भएन र? जोखिम त थोरै हुन्छ नै, तर सोच्नुस् न, ठूलो योजना बनाएर महिनौं लगाएर धेरै पैसा डुबाएर फेल हुनुभन्दा त सानोमा सुरु गरेर छिटो सिक्नु राम्रो भन्ने तर्क हो के? कुरा त हो। नेपालमा हेर्नु न,
एउटा सिम्पल फेसबुक पेज वा साधारण वेबसाइटबाट सुरु गर्न सकिन्छ। पाइलट ग्राहकले भनेको सुन्ने। जस्तै तपाईको केक त मिठो छ तर अण्डा नखानेलाई पनि बनाउनुस् न भन्ने प्रतिक्रिया आयो भने तुरन्तै त्यो थप्न सक्यो। यसरी बजारले जे माग्छ त्यही अनुसार आफूलाई ढाल्दै लैजाने। ल यो तरिका त ठिकै लाग्यो। सुरु गरियो रे, अब ग्राहकसम्म कसरी पुग्ने त? विज्ञापन गर्न त पैसा हुँदैन होला सानोमा। हो ठिक प्रश्न। यहीँनेर हस्लिङको कुरा आउँछ। हस्लिङ यो के हो फेरि? यो भनेको चाहिँ खाली मार्केटिङ मात्र होइन, यो त अलि जुक्ति लगाएर थोरै स्रोत साधन प्रयोग गरेर धेरै हल्लाखल्ला मचाउने कला जस्तो हो। चलाखी गर्ने। चलाखी पनि मेहनत पनि। पुस्तकले त भन्छ विज्ञापनमा पैसा तिर्ने त हार्नेहरूले मात्र हो। ओहो, कडा रहेछ। बरु रणनीतिक रूपमा केही कुरा सित्तैमा दिने, स्ट्र्याटेजिक गिभिङ गर्ने रे। सित्तैमा? थोरै, या त ग्राहकलाई यति खुसी बनाउने कि उनीहरूले नै अरूलाई भनिदेऊ। त्यो वर्ड अफ माउथ भन्छ नि। मुखले गरिने प्रचार त्यो त सबैभन्दा बलियो हुन्छ भन्छन्। हो नि, नेपालमा त झन् कति धेरै च्यानलहरू छन् नि सित्तैमा प्रयोग गर्न मिल्ने। जस्तै दराज, सस्तो डिल, फेसबुक मार्केट प्लेस, अनि विभिन्न भाइबर ग्रुपहरू, टोल सुधार समिति, आफ्नो कलेजको पूर्व विद्यार्थी सञ्जाल, यिनै हुन् नि त कम लागतमा धेरै मानिससम्म पुग्ने माध्यम। साँच्चै यो त सोचेकै थिएन। यो त निकै व्यावहारिक सुनियो। तर खै यो सबै दौडधुप, यो हस्लिङ पैसाकै लागि मात्र हो त कि अरू पनि केही उद्देश्य छ? राम्रो प्रश्न। पैसा त चाहिन्छ नै व्यवसाय चल्नलाई, तर पुस्तकको अन्तिम लक्ष्य पैसा मात्र कमाउनु होइन। अनि के हो त? यो त व्यक्तिगत स्वतन्त्रता पाउने, आफ्नो लागि अर्थपूर्ण जीवन आफै डिजाइन गर्ने कुरा हो। स्वतन्त्रता? जस्तै त्यो संगीत शिक्षक ब्रान्डन पियर्सको उदाहरण छ। उनी अनलाइन पढाएर संसारभरि जहाँ सुकै बसेर काम गर्न सक्छन्। लोकेसन इन्डिपेन्डेन्स भयो। वाह। अरूले आफ्नै समय तालिका आफै बनाउँछन्। कति काम गर्ने, कहिले गर्ने आफै निर्णय गर्छन्। व्यवसाय कत्रो बनाउने त्यो पनि आफ्नै सहजतामा। नेपाली सारांशले पनि त्यही भन्छ। आफ्नो समय आफै निर्धारण गर्ने, आफ्नो हिसाबले व्यवसाय बढाउने र धेरै जटिल कुरा होइन, साधारण कुराहरू ट्र्याक गर्ने। कति अर्डर आयो, कति नाफा भयो, ग्राहक सन्तुष्ट छन् कि छैनन्, यस्तै। भनेपछि यसको निचोड के रहेछ त? सरसर्ती हेर्दा पहिलो कुरा त सानोबाट सुरु गर्न सकिन्छ, डराउनु पर्दैन र यो शक्तिशाली पनि छ। हो। दोस्रो, ग्राहकलाई के फाइदा हुन्छ, वास्तविक मूल्य के हो त्यसमा ध्यान दिनु पर्यो। एकदम। तेस्रो, आफ्नो रुचि मात्र होइन, त्यो रुचि बजारको आवश्यकतासँग मिल्नु पर्यो। मान्छेले पैसा तिर्न तयार हुनु पर्यो। त्यो महत्त्वपूर्ण छ। चौथो, धेरै नसोची रेडी फायर एम वाला तरिकाले सुरु गर्ने अनि सिक्दै सुधार गर्दै जाने। हो, छिटो सुरु गर्ने। पाँचौं, उपलब्ध डिजिटल र सामुदायिक च्यानलहरू जस्तै फेसबुक, वाइबर ग्रुपहरू प्रयोग गर्ने। कम लागतका च्यानल। अनि सबभन्दा ठूलो कुरा चाहिँ यो सबैको अन्तिम लक्ष्य भनेको पैसा मात्र होइन, त्यो स्वतन्त्रता रहेछ। आफ्नो जीवन आफ्नै शर्तमा जिउने। हो, ठ्याक्कै। पुस्तकले त्यही 3 कुराको मिश्रण खोज्न भन्छ नि। आफूलाई के मनपर्छ, केमा आफू सिपालु छ र त्यसको लागि अरूले पैसा तिर्छन् कि तिर्दैनन्। हो, त्यो 3वटाको बीचको मिठो ठाउँ। अब एउटा कुरा सोचौं न त, हामी सबैसँग केही न केही सिप त पक्कै छ। नहोला नि? त्यसो भए यही हप्ता त्यही सिप प्रयोग गरेर एउटा सानो, एकदमै सानो व्यावसायिक आइडिया परीक्षण गर्न कुन चाहिँ एकदमै सानो पहिलो कदम चाल्न सकिएला? के होला? सायद आफ्नो एकदम नजिकको साथीभाइको सानो सर्कलमा सोधेर मात्रै पो कि, वा एउटा सामान्य सोशल मिडिया पोस्ट गरेर कस्तो प्रतिक्रिया आउँछ भनेर हेर्ने पो हो कि के होला?